नमस्कार साथीहरू, तपाईँहरूको कपाल त गएको छ, यो भागमा तपाईँको कपाल छ अनि माथिको एरिया गएको छ र हेयरप्याच लाउनुभन्दा अगाडि अब कति मगाउने त कन्फ्युज हुनुहुन्छ होइन। मगाउला भरे साइज नमिल्ला के होला भन्ने त्यस्तो लागेको छ नि। एउटा तपाईँलाई मात्र चाहिने भनेको एउटा इन्ची टेप या त फिते टेप जे भए पनि हुन्छ है। हजुरले एउटा यस्तो टेप लिनु होला, त्यसपछि म तपाईँलाई सजिलो तरिका सिकाउँछु ल। के गर्ने भन्दाखेरि जस्तो यो तपाईँको यो परेला हुन्छ नि, यहाँनिरको परेला हुन्छ नि, यहाँदेखि ठ्याक्कै 4 आम्ला है। यहाँ पनि हेर्नुहोस्, यहाँबाट ठ्याक्कै 4 आम्ला राख्दै यो धर्कामा भएको ठाउँमा पुग्छ तपाईँको है। नर्मली तपाईँको कपाल आउने ठाउँ यहाँनिरबाट हुन्छ। अहिले हजुरले आफ्नो चेक गर्नुभयो भने ठ्याक्कै 4 आम्लाले भेट्छ है। ठ्याक्कै यो 4 आम्ला राख्नु होला, जहाँ पर्छ त्यहाँदेखि पछाडि कहाँसम्म गएको छ, जस्तो यो यहाँसम्म गएको छ, यहाँदेखि तल तपाईँको कपाल छ है। हो त्यो छ भने, त्यस्तो अवस्था छ भने ठ्याक्कै यो जहाँबाट हुनुपर्ने, तपाईँलाई हुनुपर्ने ठाउँ थाहा भयो, यहाँ 4 अम्लामा ठ्याक्क राख्ने फित्ताला अनि यसो गरेर लिएर आउने। ठ्याक्कै यो हेर्नुहोस् त, ठ्याक्कै यो 9 सम्म तपाईँको गएको छ है। 9 को आसपास तपाईँको गएको छ भनेदेखि चाहिँ तपाईँलाई अगाडिबाट पछाडि 9 चाहियो, 8 गएको छ भने 8 चाहियो, 7 गएको छ 6 गएको छ भने 6 चाहियो है। त्यस्तै अब साइड टु साइड पनि नाप्नु पऱ्यो। साइड टु साइड नाप्दाखेरि तपाईँको जहाँ कपाल जहाँबाट झरेको छ त्यहाँबाट नाप्नु होला है। ठ्याक्कै झरेको ठाउँबाट एउटा साइडबाट अर्को साइडसम्म गरेर नाप्नुहोस् है। यो हेर्नुहोस्, यो 7 भयो, 9 7 को साइड यस्तो छ भने तपाईँले 9 7 टेपमा लाउनुहुन्छ भने 9 7 लाउनु पऱ्यो। यो भयो तपाईँलाई टेपको लागि या ग्लुको लागि ल्याउँदाखेरि। अब होइन तपाईँ क्लिपमा लाउनुहुन्छ भने चाहिँ, क्लिप लाउनुहुन्छ भने चाहिँ कपाल भएको भागलाई चेप्नु पर्ने हुन्छ। त्यो भएकोले गर्दाखेरि हाफ इन्च यता यता हाफ इन्च अनि तल पनि 1 इन्च एक्स्ट्रा राख्नुपर्ने हुन्छ। त्यो टाइममा चाहिँ तपाईँले 10 8 को लाउनु पर्ने भयो। अघि 9 7 तपाईँको सर्लक्क टाल्दाखेरि हुन्थ्यो भने क्लिपमा लाउनु भने चाहिँ तपाईँले 10 8 मगाउनु पऱ्यो है। त्यसरी 1 1 इन्च बढाएर तपाईँले मगाउन सक्नुहुन्छ है। हस् त, धन्यवाद।